साथीहरु हामी चाहिँ माथि गाउँतिर आइसक्यौं। रिबिना चामलिङलाई दिउँसो हिँड न भनेको अट्टेरी गरेर हैन। तपाईले आज मलाई कस्तो बिरुप बनाएर हिँड्नु भएको छ। लास्टमा अहिले चाहिँ हिँडेको उ बिरुप भयो अरे उले। हैन साथीहरु कसरी बिरुप छ हौ अब नाङ्गै छैन लुगा लगाएकै छ। सुत्ने बेलामा यसरी हिँड्नु परिरहेछ। के घाम टर्टरेछ छ। तर लास्टै रमाइलो यार आनन्द। लास्टै आनन्द आयो मलाई तर। म त यस्तो डाँडातिर बस्न मन लाग्छ यतातिर। के? गाडी के भन्नु तिमीलाई? तिमीलाई मैले अघि हिँड भनेको, अघि जाम भनेको। तिमी अट्टेरी गरेको हैन खुब। तिमीलाई फेरि तपाईको एक हलको हाँस्ने बानी राम्रो मेरो फेरि दुई हलको त तिमीलाई के है सिर्कनाले सामसाम हिर्काउनु हो कि के हो? अघि जानुपर्छ हेर रिबिना तिमीलाई म भनेको उति के फलेको थियो हेर त उति है रातो के अरे कति राम्रो डाँडा हौ। आउ यार आउ सेम त अनि हाम्रो नेपाल जस्तै फिल भयो गाइस। जगिङ ओके ओ यार के फल्यो ओइ स्याउ फल्यो के फलेको तिमी है हाँस्दिन के एक हलको मेला जोक्स गर्नु खोज। फाइनल्ली हामी आल्चा भएकोमा आइपुग्यौँ। ओइ खाम न टिपेर मार्दैन हौ के को खानु। के हुँदैन हौ सम्पर्कले गर्नु खोजेको यही हो यो स्याउहरू यो कसैको होइन यो स्याउहरू यो जसले खाँदा पनि हुन्छ यहाँनिर। टिप्न चाहिँ सकिँदैन रहेछ कि त्यो भेटिँदैन मात्रै हो नत्र भनेदेखि यो भने कसैको होइन गाइस। सुन्नुभयो नि हाम्रो हल्का सम्पर्क गर्नु खोजेको यही हो। डाँडा पाखा जङ्गलतिर सबै लगाएर जङ्गलतिर डाँडा पाखा यी सबै टिप्दै खाने हो। यसरी अनि खेलेरै जान्छ खानेले खान्छ होइन। यहाँ स्याउहरू आल्चाहरू के छ फल्नु सब। ओइ स्याउ पनि टेस्ट गरौँ न। त्यो सानो छ सानो खाने अरे स्याउ त एकदम तर सानो रहेछ यार। बोका मार्छ होला सिमना आजको आइसक्यो हो। मलाई एउटा कता जान्छ हामी कस्तो राम्रो फलेको है। माथिबाट जाऊँ न माथिबाट राम्रो यो हेर्नु आल्ता ठुलो आल्ता के ओइ रिबिना यो ठुलो आल्ता थाकौँ न। ए ठुलो हाल्छ स्याउ रहेछ यो त मर्नु भने सानो फलेको कि होइन यो त चक्लेटी चक्लेट स्याउ रहेछ कि चक्लेटी स्याउ हेर्नु न कस्तो बाटे भयो। यो यस्तै गर्नु खोजेको गाइस हाम्रो सबैले खान मिल्ने चक्लेटी स्याउ रहेछ कस्तो दामी छ क्या है। कस्तो गुलियो छ हेर्नु त हो नि लास्टै गुलियो छ क्या। ऊ सार्वजनिक टोइलेट थियो यहाँ त घुम्ने ठाउँ रहेछ नि त। यहाँ त घुम्ने ठाउँमा पार्कमा यस्तो स्याउहरू सबै रोकिदिने माथिबाट यति राम्रो ठाउँ रहेछ। म रिबिनालाई कुट्छु होला म भएर रुम लगेर चाहिँ होइन। उसले मलाई दिउँसै जाम भनेको मैले उसलाई दिउँसो हिँड न दिउँसो जाम न यति राम्रो ठाउँ रहेछ। मलाई यति हर मेरो नेपालको यादहरू मेरो घरको यादहरू मेटिसक्यो। उसले मलाई बेलामा जाम नभनेर होइन। अहिले चाहिँ मेरो पछि के फुपा भन्दैछ। अघि चाहिँ हिँड जानुपर्छ बेलामा भन्दाखेरि टेरेन चिप्लेटी पर्दैन पैसा त पैसा पर्दैन नि है। यस्तो हुनुपर्छ कि बच्चाहरूलाई यसरी खेल्ने ठाउँहरू स्वतन्त्रता हुनुपर्छ। छैन हाम्रोमा त के गर्नु कसलाई दोष दिनु। वाउ मलाई यहाँ अहिले आएर बस्न मन लाग्यो के यसरी।
म अब पारी देखाउँछु ल। यी आनन्दको ठाउँ छ होइन, स्वर्ग क्या। यस्तो डाँडा काँडा, यस्तै डाँडा काँडा लास्टै मनपर्छ। यति प्यारो लाग्छ, के गर्नु, टाइम छैन जानलाई। अरे हौ, अब त उता त नजानु होला, ढिलो हुन्छ। सिमना एक्लै भइहाल्छ नि। यही झाडीबाट यही झाडीबाट माथि जानुपर्छ होला। अब के जानु होस्, मैले त तर डाँडै जानु मन लागेको नि। अनि गाई संसारमा होइन, हामी दुईजना जति सायद कोही पनि हाँस्दैन होला बिना सित्तैमा पनि होइन। बिना सित्तैमा पनि हामी यति हाँस्छौँ कि हामीलाई कुनै हाँस्नुको रिजनै चाहिँदैन, रिजनै चाहिँदैन। त्यही भएर पनि हामी एकदम ह्याप्पी छौँ, खुसी छौँ होइन। जे जस्तो भए पनि, जति पैसा कमाए पनि होइन, हामी थोरै भए पनि खुसी छौँ, धेरै भए पनि खुसी छौँ होइन। किनकि हामीलाई हाँस्न चाहिँ भगवान्ले दिएर पठाएकै पर्छ के साथीहरू होइन। के अरे पैसा कमाएर कहिले पनि पुग्दैन होइन। यो हामी हाँस्नु भने त फ्रीमा हाँसिरहेको छौँ त, पैसा चाहिएन होइन। त्यो हाँस्नु चाहिँ पर्छ जिन्दगीमा। बासिन्जाले हाँस्नुपर्छ, मरे पनि सक्यो। मलाई अब यही देखेर पनि हाँस्नु थालिसक्यो होइन। नारायण त्रिपाठी भएको म पनि पिङ खेटेर बच्चा यत्तिको कला चाहिँ हुनुपर्छ कि हाँस्नको लागि चाहिँ। केही त्यो एकदम स्पेसल कुरै चाहिँदैन के। पारी के रोपेको साथीहरू, अब हामी चाहिँ फाइनली अब यसो यताउता हरियाली डाँडा काँडा घुमेर अब फर्किन लागिसकेको। फेरि नफर्किम भने हुँदैन, भोलि फेरि मेलो जानुपर्छ। मेलो गएन भने फेरि गाई बाख्राहरू सबै भोकाउँछ। घाँस पानी खोले दाना पानी दिनै पर्यो होइन। यस्तै छ, के गर्नु। यो खोइ के रुखोको नि मैले चिनिनँ ठ्याक्कै। कुन त के हो तर राम्रो छ। चरा पनि रहेछ त्यहाँनिर, चरा पनि उड्यो। फेरि बिना पुरा स्वर्गमा पुगेर फर्किँदैछ होइन। यस्तै हो गाई छहरू अब ल है त। अब हामी फेरि I am Lily and what's your name? Maria. My name is Eddie. Oh. Thank you guys. Bye bye. See you. Love you. सुन्यौ के भन्यो? कति राम्रो थियो। मेरो चाहिँ बिल्ली भत्ता थियो मलाई सोध्दै। लिली मेरो बिल्ली। घुमिदेऊ, घुम। आफ्नै भइसक्यालाई के को मान्नु डर। Love you. I love you too. Wow. होइन यो त म त तिम्रै यसरी कानमा सिउरिदिउँ होला यसरी। Wow. Looking so beautiful. What's your name? लजाएर के को भन्छ यार, भन्दै भनेन अहिले त सानोहरूले त। त्यस्तो डाँडाहरू जानु मन लागेको जाने त अहिले उसले तर मलाई बेलामा नहिँडाको। यसको सबै जिम्मेवारी चाहिँ ऊ हो, पके भदैमा होइन। मलाई त्यो पारी पनि लास्टै जानु मन छ, के गर्नु। ल साथीहरू, अब हामी गएको, हामी बस्नु चाहिँ यो तल हो, यो तल हो। खोइ कुन घर हो म घर चिन्दिनँ। यो रातै भकेहरू हो, तर कुन हो आई डोन्ट नो। अब यहाँ गाडी आइपुगेको छैन यहाँ। अब सायद हामी हिँडेरै जानुपर्ने होला, गएर झरौँ हौ। आऊ ल धन्यवाद भनेर म कति पटक भन्नु। यति राम्रो ठाउँहरू म एक्लै कसरी हेर्न सक्छु के। म एक्लै कसरी हेर्न सक्छु के। मैले एक्लै हेर्न नसकेर मैले यो डाँडा काँडा मैले सबैजनालाई देखाउँदैछु। सबैजना त्यो डाँडामा हेर्नुहोस्, मैले त्यो भने देखाउनु। अनि यो बिरुवा उत्तिकै राम्रो छ। यस्तोतिर चाहिँ नछुनु होला, एकदम यो चाहिँ डेन्जर छ, यहाँ करेन्ट लाग्न सक्छ।
अनि अब फेरि भोलि त मेलो जानुपर्ने छ अनि गोजीमा चाहिँ यस्तोहरू पनि छ ल चोरेको होइन है तर यो टिपेर झारे हामीले रोपेको होइन आफ्नै भइसक्यो होला के भन्ने गीत के को अर्को साइनो ए यो डाँडा जान्छ अर्को बाटो आएर त्यता जानुपर्ने रहेछ झ्याम्पा रे झ्याम्पा म सुनिरहेको झ्याम्पा रे झ्याम्पा विशालले मलाई जित्नु हुने है ओ बिसरी मुदाल दिदी झ्याम्पा रे साथीहरु फाइनली हामी डाँडा काँडा घुमेर झरेको कतिपल्ट मैले कुरा भनिसकेँ हैन तर पनि मलाई भिडियो पनि नबन्नु चाहिँ त्यही बुझेन कि राम्रो ठाउँहरू देखिसकेपछि सो मैले अब चाहिँ फाइनल त्यही बुझ्दैन साथी हो जति राम्रो ठाउँ देख्छु होइन त्यति मलाई साँच्ची हो क्या त्यो क्याप्चर गरिहाल्न मनपर्छ कि मेमोरिजहरू चाहिँ एउटै भित्र जानुपर्छ हामी चाहिँ डाँडा काँडैबाट आफ्नो देशको याद आएर म भुतुक्क हुन्छु त्यसलाई पनि त्यस्तै हुन्छ अरे होइन सबैलाई त्यस्तै हुन्छ परदेशमा हुँदाखेरि चाहिँ रहेछ एकदमै धेरै आफ्नो देशको यादहरू आउने है के गर्नु ढिला भयो अनि अहिले त फेरि हाम्रो त्यहाँ फेरि सिमना हामी दिनभरि के पका